हेलो नमस्ते सबैजनालाई र गुड मर्निङ। 5:30 भइसकेको छ र आज हामी यहाँ सिन्चेबुङ र सिन्चेबुङको यहाँ गणेश दाई भन्ज्याङबाट गणेश दाईको घरमा बसेर हामी अहिले निक्लिसकेका छौँ। आज तेस्रो दिन र आज चाहिँ हामी धाम जसरी नै पुग्ने भन्ने इच्छाले र मनोकामनाले र प्रार्थना गरेर हिँडिसकेका छौँ अब। र हामीसँग सम्पूर्ण 8 जना एकदम स्वास्थ्य सुविस्त सन्चोसँगले हिँड्दै हुनुहुन्छ र अब आज तेस्रो दिनको तपाईँहरूले भ्लग देख्न सक्नुहुनेछ च्यानलमा। र पुगेर माथि अब अलिक कता डाँडातिर तपाईँहरूलाई डाँडाकाँडा पनि देखाउनेछु। र अहिलेलाई चाहिँ राति नै छ, 5:30 हो यो र 5:30 भइदियो। अब 5:30बाट निक्लेको छौँ। आज कति हिँडिने छ त्यो पनि म बिचबिचमा भन्ने छु। ल है त गइयो है। नमस्ते नमस्ते, फेरि उज्यालो भइसकेको छ र अब तपाईँहरूलाई देखाउने छु म आजको हिँडाइ चाहिँ कहाँ पुग्नु छ भन्दाखेरि चाहिँ यो तपाईँले कुहिरो देख्नुहुँदैछ नि, यो माउन्टेन यहाँ मात्रै पुग्नु छ है। अब यता कता कताबाट हिँडेर ओरेर मुनि झरेर उकालो चढेर त्यो कुहिरो पुग्नु पर्यो आजको। र यहाँ हामी बाटा भुलिए जस्तो भएर खोजी हिँड्दैछौँ। भन्न चाहनुहुन्छ आजको दिनलाई? र सबैजनालाई नमस्कार है, शुभ बिहानी, एकदमै शुभ प्रभात सबजनालाई। अब आजको हाम्रो तेस्रो दिनको पाथिभराको यात्रा लगभग हामी अब काबेली नदीको आसपास भनौँ अब केही समय बादमा फा नदी फा खोला है फङ्लादेन भन्ने ठाउँमा पुगेको छौँ अहिले। र यहाँ एकदमै रमाइलो चौतारी भन्छ यसलाई हाम्रोमा चाहिँ, यहाँ धर्म पाठी भन्छ है नेपाली शब्दमा अथवा नेपालको लजमा। त्यहाँ हामी एकछिन रेस्ट गरिरहेका छौँ। अब केही समय पश्चात हाम्रो आफ्नो गन्तव्यतर्फ हामी प्रस्थान गर्नेवाला छौँ। र नमस्ते सम्पूर्णलाई। फेरि अहिले बजिसकेको छ 7:30 र हामी अहिले यो अन्तिम गाउँ हो। अब यहाँदेखि उँभो हामी गाउँ भेटिँदैन। यहाँदेखि उँभो चाहिँ हामीले कमसेकम धेरै किलोमिटर 35देखि 40 किलोमिटर हिँड्नु छ अझै। तर यो अन्तिम गाउँ तपाईँहरूको सामु छ। यहाँदेखि उँभो यो डाँडा भएर जानुपर्ने छ। र यो अन्तिम गाउँको तपाईँहरूले देख्नुहुँदैछ अहिलेको भिडियो। र अब हामी उँभो लागेर फा खोला पुगेर तपाईँहरूलाई फा खोला देखाउनेछु। त्यतिन्जेलसम्म पर्खिनु होला। ल यता ल आज हामी फेरि सेकेन्ड भिडियोमा पुगिसकेका छौँ है। र अब आज हामी चाहिँ अब जाँदा 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 यो हाम्रो आज तेस्रो दिनको यात्रा अन्तिम गाउँको अन्तिम यहाँबाट चाहिँ अब हामी फा खोलातिर उकालो लागिन्छ भनेपछि ओरक्पा भन्ने गाउँमा हामी प्रवेश गाउँ सकेर पनि हामी अब खोलातर्फ लागिरहेका छौँ है। साथीहरूलाई जानकारीको लागि फेरि सुन्नु होला है। लाग्यो हामी चाहिँ यो तल पुल देख्नु हुँदैछ। यो पुल चाहिँ एउटा गोठको लागि बनाइदिएको रहेछ। अब यतिको फाखोलाको पुल हो हुन चाहिँ, तर यसको पारी चाहिँ केही छैन। तर एउटै मान्छेको लागि भए नि पुल बनाएर एकदम रेडी बनाइदिएको रहेछ। अहिले चाहिँ म फाखोला आइपुगेर यहाँ पूजा गरेँ। पूजा गरेको पानीमा चोब्बे नि हो। अब हातमा अब जुत्ता बोकाइ भयो र अब चाहिँ पुलमा तरिँदैछ फाखोलाको यतातिर। फाखोला बगर खेलठट्टा नगर, फाखोला बगर खेलफटा नगर। र अहिले चाहिँ हामी यहाँ बाटोमा आइयो र सुपारी यहाँ हेर्नुहोस् त कत्रो हो नि। सुपारी नै नाचु चाहिँ त तपाईँलाई यहाँ बाछा क्युट बाछा हेलो भन्ने बाछा हेलो भन्। उपरबाट अर्कोले हेलो भन्यो र गलियो। अब यहाँ आइयो है सुपारी चाहिँ। यो अब यत्रो रहेछ यहाँ। कत्रो चाहिँ होला यो सुपारी?
अहिले चाहिँ हामी एउटा यहाँ गोठमा आइसकेका छौँ र यहाँ हाम्रो बडाहरू ह्यान्डसम हुनुहुँदैछ दारी सारी काटेर। यता हामी अब यता कुकिङपट्टि लाग्यो। ए यहाँ दाजु भाइ, यता बाबै मामा बाबै, यहाँ यता ब्यान्डेज गराई र यहाँ म छु हो। अब यहाँ चाहिँ पकाउनु पर्ने भयो खाना। यहाँ चाहिँ दाई अरे, दाईको चाहिँ उता हाम्रो मिलिङ गाउँमा शाखा सन्तान रहेछन्। मिलिङ गाउँकाले चाहिँ एकदम दाईलाई हेरिराखौँ है, आउनु पर्यो यहाँ भेट्न दाईलाई। दाईको घर यता पारी पर्यो। र अहिले भाइ र म चाहिँ अब नुहाउनको लागि यहाँ कटकटाउँदो ठन्डामा नुहाउनको लागि रेडी भयो। आम्मामा हिरो 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 है यो केटो। अब मुनि यहाँ रेडी छु। अब टर्नवाइज नुहाइँदैछ। यो दाजुको घरमा आइएको छ अहिले चाहिँ हो। दाजु यता हाम्रो मिलिङ गाउँमा बसेका हाम्रा राई दाजुभाइ हुनुहुन्छ, उहाँको आफन्त रहेछ, चिन्नु हुँदो रहेछ। यहाँ हामी अहिले पाथिभरा जाँदाखेरि तल बाटोमा अब त्यहीँ खाना खाने बिहानको। र यो बिहान आज अहिले कति बजिरहेछ भन्दाखेरि चाहिँ 10:30। ल है त नुहाइहालौँ है त। हिमालको पानी नगरे देखिन बुढा छ। काउ खोलाको कुन खोलाको हो यो? ताउ खोला कि भाउ खोलाको अरे पानी कि कहाँको पो? के हो खोला? कुन कहाँ खोलाको पानी हो? यहाँ तल खोलाको रहेछ पानी। मै खोलाको? माई खोलाको तिरैमा बसी नछुटिने कसम खाएको र यहाँ हामी नुहाएको। बिग सो म्यान इज हियर। र अहिले चाहिँ यहाँ दाइकोमा खाना खाएर हामी फेरि हिँडिसक्यौँ है। गोठमा खाना खाइयो र 11:22 भइरहेछ अहिले इन्डियन टाइम। र लाग्यो अब धेरै माथि पुग्नु छ अब चाहिँ। हे भगवान् भगवान्, खाना खाइयो एकदम राम्रो मान्छे विचार, उहाँले पकाएर दिनुभयो। हामीले अलिअलि खेताखुत्रु खित्री गऱ्यौँ र लाग्यो उकालो अब। र अहिले हामी चाहिँ यहाँ दोस्रो सेकेन्ड चोक आइसकेको छौँ। तल अघि थियो यो खर्क चाहिँ निकै ठुलो खर्क रहेछ। अहिले यहाँबाट गोठ चाहिँ लिएर आउँदै जानुभएको रहेछ। तलकै दाजु अघि हामीले खाना खाएकै घरको दाजुको यो चोक र खर्क र खर्कै ढाकुन भन्दाखेरि यहाँ 200-300 वटा गाई बस्तुहरू छन् अरे। कता छन् थाहा छैन अहिले। ल है भेटौँ है फेरि। र अहिले चाहिँ हामी 35 किलोमिटर हिँडिसकेका छौँ र अन्तिमको ग्वाली यो खर्क चाहिँ यति ठुल्ठुलो कि भाइ, एउटै खर्क हिँड्दा 1 घन्टामा नि तरिएन। हे भगवान्। अब अर्को खर्क कहाँसम्म छ, त्यहाँदेखि तपाईँको 2 घन्टा र 35 उता 15 या 20 गर्दाखेरि आज नि 50 किलोमिटरै हुने रहेछ साथीहरू। 50 हिँडिँदैछ है, कहाँ हिँडिँदैछ यो त्यो पनि थाहा छैन। बाटो एउटै देख्छु। है ल है ल है ल। अहिले चाहिँ हामी पुग्न आँट्यौँ अब पाथिभरा माता टेम्पल नजिक आइसकेका छौँ। तर यो पछाडि तपाईँहरूले देख्नु हुँदैछ नि यो रुखहरूको हालत। यो चाहिँ आगजनी भएर आग लागि भएर यहाँ चाहिँ यस्तो भइगएछ र अहिले चाहिँ यस्तो जग्गा आइयो है। हामी चाहिँ
हो पहिरो पनि लडिगएछ यस्तो छ अहिले यहाँ र अहिले चाहिँ हामी आइपुगेको छौँ आफ्नो गन्तव्य माताको मन्दिर र मेरो पछाडि यो देख्नु हुँदैछ यो तपाईँको धर्मशाला हो धर्मशाला यहाँ बस्दा हुन्छ र यो चाहिँ अब नेपाल गभर्मेन्ट टुरिज्म डिपार्टमेन्टको अन्डर आउँछ होला सायदै पनि र बिहान हामी हिँडेको 5:30 बजी र अहिले बजेको छ 4:30 मतलब 4:30 अलमोस्ट 11 घन्टा हिँड्यो 11 घन्टाबाट तपाईँको 1 घन्टा चाहिँ हामीले खानाहरू खायौँ 10 घन्टा पनि आज ट्रेकिङ र आजको लम्बाइ थियो बाटो अलमोस्ट 50-55 किलोमिटर वाक 50 किलोमिटर भनिदिउँ 50 चाहिँ थियो है थियो मोबाइलमा हेर्दा चाहिँ र हामी आइसकेका छौँ अहिले कम्पाउन्डमा छौँ ल त तपाईँहरूलाई फेरि भेटिनेछ र म अपडेट गरिरहनेछु मातालाई दर्शन भोलि गरौँला यहाँबाट चाहिँ साँझ पखमा अहिले तपाईँको हिमाल देख्न सक्नुहुन्छ म यहाँ कन्फ्युज भएँ सगरमाथा हो कि यो एभरेस्ट हो कि तपाईँको अर्कै हो तर अहिले चाहिँ यतिको देखिँदैछ हो सबैलाई अहिले चाहिँ यहाँ 6 बज्न आँटेको छ र जाडो हातमा बहुत ज्यादा भइरहेछ दाउरा खोज्नुको लागि खुकुरी लिएर जाँदैछु र अब यहाँबाट दाउरा लगिन्छ र चाहिँ बालिन्छ है आगो साथी हो ल है भाइ हो आजको लागि अब यति नै हो भोलि भेटौँला गुड बाई भोलि माताको मन्दिरमा गएर हामी के गरिनेछ पूजा गरिनेछ